नमस्ते। आज हामी एउटा निकै गम्भीर र लामो समयदेखि चलिरहेको तनावबारे कुरा गर्दैछौँ। इरान र इजरायल बीचको द्वन्द्व। हामीसँग केही टिपोटहरू छन्, त्यसकै आधारमा यसको गहिराईमा पुग्ने कोसिस गर्नेछौँ। हाम्रो उद्देश्य चाहिँ के हो भने यो दुश्मनीको जड के हो, हालसालै किन यस्तो चर्कियो अनि यसमा अन्तर्राष्ट्रिय समुदायको भूमिका कस्तो छ भनेर केलाउने। सुरु गरौँ है त। यो तनाव बल्झिरहनुको मुख्य कारणहरू के हुन्? पहिलो कारणबाटै जाउँ न। पहिलो त मलाई लाग्छ यो वैचारिक र राजनीतिक भिन्नता नै हो, हैन? इरानको सरकारले त इजरायललाई मतलब राष्ट्र नै मान्दैन, कट्टर दुश्मन नै ठान्छ। अनि प्यालेस्टिनी मुद्दा भयो, हमास, हिजबुल्ला जस्ता समूहलाई इरानको खुलेरै समर्थन छ। हो, एकदम। र यो खाली भन्ने कुरा मात्रै होइन क्या। यो त इरानको क्षेत्रीय रणनीतिको एकदमै महत्त्वपूर्ण पाटो हो। यी समूहहरूलाई समर्थन गरेर उसले आफ्नो प्रभाव बढाउन खोज्छ। इजरायललाई एक किसिमले घेर्ने कोसिस पनि हो यो। मतलब यी समूहहरूलाई प्रक्सी जस्तो, होइन, आफ्नो स्वार्थको लागि प्रयोग गर्ने। प्रक्सी भनेपछि यही प्रक्सी रणनीति नै तनावको दोस्रो प्रमुख कारण भयो, होइन त? इरानले लेबनानको हिजबुल्ला, गाजाको हमास, इस्लामिक जिहाद अनि सिरियामा भएका आफ्ना सहयोगीहरू मार्फत इजरायलमाथि दबाब दिन्छ वा आक्रमण गर्छ भनिन्छ। तर यो कसरी हुन्छ? मतलब यो सिधा लडाईँभन्दा कसरी फरक छ? फरक छ, धेरै फरक छ। यसलाई छाया युद्ध भन्न मिल्छ के। मतलब सिधै एकअर्काको सेनासँग भिडन्त नगर्ने, बरु एकअर्काका सहयोगीहरूलाई वा स्वार्थ जोडिएका ठाउँहरूमा निशाना बनाउने। जस्तो इजरायलले पनि सिरियामा इरानीहरूलाई निशाना बनाउँछ नि, हवाई हमला गर्ने, साइबर हमला गर्ने, उनीहरूका समूहलाई कमजोर पार्ने, यस्तो खालको। तर यसको खतरा के छ भने कहिलेकाहीँ यस्तै अप्रत्यक्ष हमलाले पनि अवस्था नियन्त्रण बाहिर गएर ठूलो युद्ध हुन सक्छ। यो निकै जोखिमपूर्ण खेल हो। अनि तेस्रो र सायद सबैभन्दा चिन्ताजनक कारण चाहिँ त्यो आणविक कार्यक्रमको कुरा। इजरायल र धेरै पश्चिमा देशहरूलाई के लाग्छ भने इरानले आणविक हतियार बनाउन खोज्दैछ। इजरायलले त यसलाई आफ्नो अस्तित्वकै लागि खतरा देख्छ। त्यसैले रोक्नलाई मतलब गोप्य कारबाहीदेखि अन्तर्राष्ट्रिय दबावसम्म सबै गर्छ। हो, यो निकै गम्भीर विषय हो। इरानले चाहिँ के भन्छ भने होइन, हाम्रो कार्यक्रम त शान्तिपूर्ण ऊर्जाको लागि मात्र हो। तर वर्षौंदेखि उसको कार्यक्रममा जुन गोप्यता छ अनि अन्तर्राष्ट्रिय अनुगमनमा जुन आनाकानी छ नि, त्यसले गर्दा उसको कुरामा विश्वास गर्न गाह्रो छ। धेरै देशहरू शङ्का गर्छन्। यही अविश्वासले गर्दा स्थिति यति धेरै संवेदनशील भएको हो। यो त अब इरान इजरायल मात्रै सीमित रहेन, यसले त पुरै क्षेत्रीय सुरक्षा अनि विश्वव्यापी आणविक अप्रसारको ठूलो तस्विरलाई नै असर गर्छ। हालसालेको घटना हेर्दा त 2024 को अप्रेलमा यो छाया युद्ध झण्डै प्रत्यक्ष युद्धमा बदलियो नि, होइन? सिरियामा इजरायली हमलामा एकजना वरिष्ठ इरानी कमान्डर मारिएपछि इरानले बदला लियो। त्यो बदला साँच्चैकै अभूतपूर्व थियो। इतिहासमै पहिलो पटक भयो होला इरानले आफ्नै भूमिबाट सिधै सयौं ड्रोन र मिसाइलले इजरायलमाथि हमला गर्यो। यो इरानको लागि एउटा ठूलो रणनीतिक बदलाव थियो। यसले त मध्यपूर्व मात्र होइन, पुरै विश्वलाई नै झस्कायो। अब पूर्ण युद्ध हुने हो कि भन्ने डर भयो सबैलाई। त्यसपछि इजरायलले पनि इरानभित्रै इस्फहान भन्ने ठाउँतिर जवाफी हमला गर्यो। तर अलि अचम्म लाग्दो गरी दुवै पक्ष त्यहीँ रोकिए, कुरालाई थप बढाएनन्। यसले के संकेत गर्छ? उनीहरू साँच्चै युद्ध चाहँदैनन् त? तत्कालको लागि पूर्ण युद्धको जुन विनाशकारी परिणाम हुन्छ नि, त्यो सायद दुवैले बुझेका छन्। तर यसको मतलब तनाव सक्यो भन्ने चाहिँ पक्कै होइन। बरु कस्तो देखिन्छ भने दुवैले एकअर्कालाई सीमा ननाघ है भनेर चेतावनी दिए जस्तो। तर आफ्नो अडानबाट कोही पछि हटेका छैनन्। यो त एउटा निकै नाजुक सशस्त्र शान्ति जस्तो भयो, जहाँ सानो गल्तीले पनि ठूलो युद्ध निम्त्याउन सक्छ। अब प्रश्न के हो भने यो यस्तो नाजुक अवस्था कहिलेसम्म टेक्ला त? हो नि। अनि यसमा फेरि अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिका पनि छँदैछ। अमेरिका त इजरायलको परम्परागत एकदमै बलियो समर्थक। अर्कोतिर रुस र चीनको इरानसँग राम्रो सम्बन्ध छ। ठिक भन्नुभयो। र यसले स्थितिलाई झनै जटिल बनाउँछ। किनभने ठूला शक्ति राष्ट्रहरू जब यसमा मोचिन्छन् नि, अनि यो द्वन्द्व उनीहरूको आफ्नै भूराजनीतिक प्रतिस्पर्धाको मैदान जस्तो बन्न पुग्छ।
संयुक्त राष्ट्र सङ्घ र अरू देशहरूले त संयमता अपनाऊ भन्छन्, तर जब विश्व शक्तिहरू नै विभाजित छन् हैन, तब कुनै ठोस कूटनीतिक समाधान खोज्न साह्रै गाह्रो हुन्छ। त्यसो भए आजको हाम्रो कुराकानीको सार के रह्यो त भन्दा इरान र इजरायल बीचको यो द्वन्द्व चाहिँ वैचारिक घृणा, क्षेत्रीय प्रभावको लागि लडाई, त्यो पनि प्रक्सी मार्फत, अनि आणविक शङ्काको एउटा खतरनाक मिश्रण रहेछ। हालसालेको त्यो प्रत्यक्ष झडपले खतरा कति नजिक छ भन्ने देखायो, तर तत्काललाई ठूलो युद्ध टरेको जस्तो देखिन्छ। तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनले गर्दा यो मुद्दा झनै पेचिलो बनेको छ। हो, र अब एउटा प्रश्नमा सोच्न सकिन्छ जुन हाम्रो स्रोतमा त छैन तर मनमा आइहाल्छ, के यति गहिरो अविश्वास र दुश्मनी बोकेर बसेका यी दुई देशबीच के साँच्चै वार्ता र सम्झौतादारीको कुनै सम्भावना बाँकी छ होला त? वा हामीले अहिले देखेको यो अस्थायी शान्ति कतै भविष्यमा आउने अझ ठूलो आँधी अघिको सन्नाटा मात्रै त होइन? यो चाहिँ सोचनीय कुरा हो।